कस्तो छ? नेपाली राम्रो छ। राम्रो छ? नेपाली राम्रो छ। कसम यस्तो पोलेछ नि घामले सिधै यहाँ अनुहारमै हानेछ क्या। यतापट्टि छ घाम देख्न सक्नुहुन्छ। यस्तो क्लियर छैन र पनि। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म जाँदैछु मार्केटतिर यसो घुम्न पनि, अनि केही सामानहरू पनि लिन थियो, त्यही भएर जाँदैछु। अनि यहाँ साथीभाइहरू हिँड्दैछ नि, देख्न सक्नुहुन्छ तपाईँहरूले। दिउँसोको समय छ, घाम लागिरहेछ होइन। आजको दिन चाहिँ एकदम रमाइलो खालको छ, देख्न सक्नुहुन्छ। यस्तो हेरिरहँ जस्तो आकाश पनि होइन। रमाइलो गर्दै जाँदैछु म चाहिँ यहाँ एउटा कुरा देखाउन गइरहेको छु तपाईँहरूलाई है। देख्न सक्नुहुन्छ तपाईँहरूले। हामीसँग एकजना नेपालीसँग भेट भएको छ। कस्तो छ? नेपाली राम्रो छ। राम्रो छ? नेपाली राम्रो छ। ढाका टोपी लाएर हिँडिरहेको छ हाम्रो छिमेकी भाइ। ढाका टोपी राम्रो छ? राम्रो छ। नेपालीहरू कस्तो छ? राम्रो छ। राम्रो छ, एकदमै धेरै राम्रो छ। धेरै राम्रो। ल ठिक छ। कहाँ से? नेपाल से। नहीं आप क्या कहाँ से? बिहार से। बिहार से? बिहार से छपरा से। वो इंडियन का है लेकिन नेपाली थोड़ा जानता है इसलिए बोलता है हम लोग के साथ। राम्रो छ। नेपाली बोलने में। नेपाल गया नहीं हूँ लेकिन नेपाल जाऊंगा। कब जाएगा? पशुपतिनाथ। पशुपतिनाथ बहुत अच्छा जगह है। जाना चाहिए एक बार। जाना चाहिए। ठीक है। वो चाहिँ इन्डियन हो बियरको। अनि अब त्यही त हो, यहाँ आएपछि सबै कन्ट्रीकोसँग काम गर्नुपर्छ। त्यही भएर अलिअलि बोल्न चाहिँ जाने हुन्छ। त्यही हो। आज चाहिँ ढाका टोपी ल्याएको थिएँ मैले अहिले नेपालबाट। अनि म लगाइरहेको थिएँ सुरुमा, अनि म लाउँछु नि त भने दिएको मैले पनि लगाइरहेको छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर जानु होला। अनि लाइक सेयर कमेन्ट, च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब पनि गरिदिनु होला। म के हुन्छ आज देखाउने छु है त। यो भित्रै गल्लीको बाटो, बस्तीको बाटो हिँड्दैछौँ होइन। अनि यो बस्तीको बाटो हिँड्दै गर्दा मलाई एउटा सानो याद आयो, सानो कुराको। देख्न सक्नुहुन्छ तपाईँहरूले, म देखाउँदैछु। ल हेर्नु कति सफा छ यो ठाउँ चाहिँ होइन। यो बस्ती भयो। अब यता एकदमै सरसफाइ भएको यस्तो भित्री ठाउँमा पनि म भित्री बाटो जाँदैछु, हिँड्दैछु। यस्तो सफा ठाउँ होइन। अनि विदेश भनेको विदेशै हो क्या। हरेक कुरामा अगाडि के, हरेक कुरामा विकास भनेको त्यस्तै, सरसफाइ त्यस्तै, कानुन त्यस्तै होइन। अब यति भित्री गल्लीमा नै हेर्नु, डबल बाटो, एउटा गाडी यताबाट गइरहेछ, उताबाट अर्को गाडी आइरहेछ। कहिले हुन्छ नेपाल यस्तो? देख्न पाउँदैन होला यस्तो भएको नेपाल। यहाँ चाहिँ एउटा चिटिक्क परेको गाडीद्वारा चाहिँ देख्न सक्नुहुन्छ है। सायद सजाउन राखेको होला।
यस्तो छ विदेश भनेको विदेशै हो नि होइन सरसफाइ हरेक कुरा यस्तो भित्री गल्ली बाटो हिँड्दा पनि यस्तो सरसफाइ छ चिटिक्क परेको अहिले चाहिँ यो जाडो महिना भर्खर सकेर गर्मी सुरु हुन यहाँ मात्रै लागेको छ होइन अहिले पनि बिहान बेलुका जाडो हुन्छ होइन अहिले चाहिँ लगभग दिउँसोको 2 बजेको छ होइन आकाशमा यस्तो पोलेछ नि घामले सिधै यहाँ अनुहारमै हानेको छ क्या त्यतापट्टि छ घाम देख्न सक्नुहुन्छ यस्तो क्लियर छैन र पनि होइन यस्तो घामले हानेछ नि दिनभरि होइन दिनभरि यस्तो घाममा हिँड्नु भन्दा नसल सेतो मान्छेले पनि कालो बनाइन्छ होला यार यस्तो तेज घाम लाग्छ नि अहिले अहिले त खासै केही छैन अझै पछिको हावाले पछिको पानी यो गर्मीले क्या घामले जुन जुलाईको यस्तो कडा लाग्छ नि अब सोच्नै नसकिने क्या यो तलको जमिन पनि पुरै तातो हुन्छ क्या झन् बाल्लोमा हिँड्नुपर्छ माई खतरा लाग्छ धेरै हिँडिसक्यो थाकिसक्यो म त एकजना साथी चाहिँ अगाडि दौडिरहेको म चाहिँ सबैभन्दा पछाडि छु ट्याक्सीमा जाउँ भनेको होइन हिँडेरै जाउँ खुट्टा तन्काउन पाइन्छ भनेर हिँडेको लास्टै गाह्रो भइसक्यो कहिले हो कहिले पुग्नु अझै लाग्छ होला 10-15 मिनट यस्तो बाटो छ गाह्रो छ हिँडिरहेको छु मार्केट जाँदैछु पुग्न लागेछ क्यार अब मेन हाइवे चाहिँ आइसक्यो कितना अरे कितना जल्दी भागते हो यार कितना जल्दी भागता है यार बहुत तेज भागता है हाँ घंटा में कितना किलोमीटर चल जाएंगे 6-7 बताइए गाइज म चाहिँ साउदी अरबमा हुनुहुन्छ भने कुन ठाउँमा छु म भन्ने कुरा चाहिँ यो हेरेर थाहा पाउनुहुन्छ तपाईँ टक्क हेर्नु यहाँ वेलकम टु तुरेब म चाहिँ यस्तो तुरेबमा छु है सर पहिला चाहिँ यहाँ खतरा घुम्ने ठाउँ बनाएर रहेछ यहाँ चाहिँ पानी सानी आउने अहिले चाहिँ यहाँ पानी पनि छैन भत्किएको रहेछ खतरा ठाउँ देखिन्छ होला यहाँ पहाड जस्तो सब बनाएको हो यो यस्तो यस्तो पार्कहरू नि हुन्छ नि धेरै ठाउँ हुन्छ यस्तो होइन आजको रमाइलो लाग्ने यही छ क्या रमाइलो लाग्ने ठाउँ अझ हामी मार्केट पुग्नै लागिसक्यौँ होइन जाँदैछौँ
हामी पुग्छौँ है त। हे गाइज आज अनि मार्केट गइयो है, सब ईदले गर्दा बन्द, सामानहरू केही पाइएन। घुम्दा घुम्दा खुट्टा दुख्छको। अहिले चाहिँ हामी रुमतर्फ जाँदैछौँ। यहाँ ईदमा अब सबै थोक बन्द हुन्छ, के गर्ने, आनन्दले सुत्छन् सबैजना। अनि सामान पनि पाइएन, त्यत्तिकै फर्किँदैछौँ। अब हामी बिस्तारै रुमतिर जानेछौँ। खाना खाएर ढलान हान्दिने हो है। बाँकी अर्को भिडियोमा भेटौँला। ओके, बाई बाई सबैलाई।